सुनाई पाठ 2 अन्तर्मनको यात्रा जगदीश घिमिरे। औसत मान्छे असल हुन सक्दैन, उसको मन, वचन र कर्म एकै गर्न सम्भव छैन। तर मान्छे असल नहुने बित्तिकै खराब नै हुँदैन। असल र खराबका बीच निकै खुड्किला हुन्छन्। इन्द्रिणीका जस्तै धेरै रङ र तिनका जोर्नी पिच्छेका मन, वचन र कर्ममा जति कम फरक भयो मान्छे उति गतिलो हुन्छ। त्यसका लागि ऊ स्पष्ट चिन्तक, स्पष्ट वक्ता र स्पष्ट कर्ता हुनुपर्छ, जसलाई लोकले छुचो पनि भन्छ। म साहित्यकारका माझ पनि बाँचे, नाचे, साहित्यकर्मी, कलाकार, हृदयजीवी हो। उसँग केवल मुटु हुन्छ, त्यही पनि एउटा मात्र, तर ठान्छ उसँग हजारौं मुटु छन् र हरेक मुटुको अनन्त सम्भावना छ। ऊ केवल मुटु चिन्छ, केवल मुटुको भाका बोल्छ, केवल मुटुकै भाका बुझ्छ। जसले जति जति मुटु दियो उति उति बटुल्छ अनि सबै आफ्नै भन्ने ठान्छ। जसले अलिअलि माया दिन्छन् त्यसलाई आफ्नो त्यही एउटा मुटु सिङ्गासिङ्गै बाँड्न खोज्छ। त्यसरी उसले मुटुको दुरुपयोग गर्छ। अरू के को दुरुपयोग गरोस्? उसँग मुटु बाहेक के हुन्छ र? उसले त्यही मुटु घोटेर लेख्छ, त्यही मुटु घोटेर माया गर्छ, त्यही मुटु घोटेर बाँच्छ। जसलाई पनि माया गर्छ, जति पनि माया गर्छ। मैले आफ्नो युवावस्था साहित्यलाई समर्पित गरेँ। म जतिन्जेल साहित्यमा थिएँ, मैले साहित्य नै सास फेरेँ। मेरो साहित्यभन्दा बाहेक अरू केही थिएन। बाँच्ने आवश्यकताले जागिरमा लागेँ, विदेश बसाइँ सरेँ। मेरो साहित्य साधना घट्यो तर मरेन। म नयाँ साहित्यकर्मीसँग त्यति भिज्न सकिनँ, तापनि साहित्यकर्मीहरू नै मेरा सबभन्दा धेरै, सबभन्दा नजिकका, सबभन्दा असल र सबभन्दा आत्मीय मित्र छन्। मेरो युवावस्थाका दौतरी साहित्यकर्मी आज 40 वर्ष अघि जस्तै आत्मीय छन्। नामले मात्र चिनेका वा चिन्दै नचिनेका साहित्यकर्मी पनि एक वचन बोल्दै आत्मीय हुन्छन्। त्यो व्यक्ति व्यक्तिका बीचको सम्बन्ध होइन, त्यो दुई साहित्यकर्मी बीचको पनि सम्बन्ध होइन। त्यो निस्वार्थ साहित्य सम्बन्ध हो, अक्षर र शब्दको सम्बन्ध हो, कलाको सम्बन्ध हो। त्यहाँ मह, दूध, पैसा, पद, प्रतिष्ठा, शक्तिको कुनै गन्ध हुँदैन। ती भावनाजीवी अक्षरकर्मी कलाकार मेरा सबभन्दा आत्मीय र सबभन्दा आदरणीय प्राणी हुन्।